हेलो गाइजहरु फेरि पनि स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरु के कस्तो अवस्थामा हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला भन्ने पूर्ण आशा गरेको छु। सो गाइज यो हो नवलपुर जिल्लाको बुलिन्टार गाउँपालिका वार्ड नम्बर 1 कफालडाँडा भन्ने गाउँ। यो गाउँमा सुन्तला धेरै खेती गर्ने गर्छ। सो फाइनल गाइज अहिले हजुरहरूले देख्न सक्नु भएको छ सुन्तलाको बोट। यो सुन्तलाको बोट हो, यो फलेको छ। अहिले 5 वर्ष भयो यो रोपेको। यो सुन्तला रोपेको 5 वर्षपछि फल्ने गर्छ गाइज। अनि अहिले धेरै जग्गामा लगाएको छ। 80 देखि 100 दानासम्म फल दिन सुरु भइसकेको छ। अब यो सालदेखि सुरु भएको सुन्तला, फल्न सुरु भएको सुन्तला 6 वर्ष पुग्दा 500 दाना सुन्तला फल दिन सक्छ यसले। यहाँ गाउँमा सुन्तला खेती गरेर वर्षमा 3 देखि 4 लाखसम्म कमाउन सक्नुहुन्छ यहाँको मान्छेले। र यो सुन्तला खेती गरेर फाइदा छ। यसमा खासै गर्नुपर्ने केही गाह्रो काम त केही छैन। यसलाई रोपिसकेपछि काटछाट गर्नुपर्छ। काटछाट गरेर मल खाद दिनुपर्छ। मल दिएपछि फल्छ। सिँचाइ पनि गर्नुपर्छ। खडेरी लागेको बेलामा सिँचाइ गर्नुपर्छ। सिँचाइको ट्याङ्की देख्न सक्नुहुन्छ हजुरहरूले, यहाँ माथि छ। यही हो सिँचाइको ट्याङ्की। यहाँबाट सिँचाइ गरेर यो 3 रोपनी जग्गामा लगाएको सुन्तला हो। हजुरहरूले देख्न सक्नुहुनेछ। यो सुन्तला रोपेको 5 वर्ष भयो। 5 वर्षमा यति फल्न सुरु भइसकेको छ गाइज। यो 10 वर्ष पुग्दासम्म यसले 10 लाखसम्म कमाउने सम्भावना हुन्छ वर्षमा। यो सुन्तला खेती भनेको अति नै सजिलो। मलखत पनि धेरै दिन नपर्ने। सिँचाइ पनि खडेरी लागेको बेलामा मात्र दिए पुग्ने। अनि खडेरी लागेको बेला यो फागुन चैत महिनामा सिँचाइ गर्यो भने यो फुल्न सुरु हुन्छ। चैत महिनामा फुलिसकेपछि फागुनदेखि चैत महिनामा फुल्न सुरु हुन्छ। यो अहिले असोज महिना भयो। असोज महिनामा यति हरियो छ कि गाइज यो कार्तिक मङ्सिरमा पहेँलो हुँदै पुससम्ममा यो रातो भएर पक्ने गर्छ। अहिले हेर्नु त गाइज कति रमाइलो छ यो सुन्तलाबारी। हरियो पर्दा फल नचिन्ने भएर बसेको छ। यो सुन्तला भनेको गाइज मलाई चाहिँ अत्याडी मनपर्ने फल हो। यो फलफुल मध्येमा सबभन्दा मलाई मनपर्ने भनेको सुन्तला नै हो है गाइज। यो सुन्तला भनेको एकदम रसिलो हुने फल हो। यसमा अलिअलि कालो देखेको छ हजुरहरूले। यो कालो छाया परेको भिडियो गर्दाखेरि छाया परेर यस्तो भएको गाइज। र यति होचो ठाउँमा पनि फल्ने गरे
बलले बुटाले धान्नै नसक्ने गरेर फले यहाँ चाहिँ गाइज देख्न सक्नुहुनेछ हजुरहरूले यहाँ बुटाले धान्नै नसक्ने गरी फले यस्तो फल छ गाइज सुन्तलाको बोट भनेको यस्तो अन्त गाइज मैले हातमा समातेर देखाएको छु हेर्नु होला गाइज सुन्तलाको बिरुवा वा फल चाहिँ हरियो हुन्छ है गाइज नपक्दासम्म जब पाक्न लागेपछि यो हरियो बुटामा रातो हुँदै जान्छ यो सिँचाइको पाइप माथिबाट पानी ल्याएर यहाँ ट्याङ्कीमा जम्मा गरेर सिँचाइ गर्ने गर्छ हामीले र यहाँ देख्न सक्नुहुनेछ हजुरहरूले अलि छाया परेकोले गर्दा अलि क्लियर भएन त्यसमा गाह्रो नमान्नु होला यो देखेको पुरै सुन्तलाको बोट हो गाइज यो सुन्तलाको बोट यो सानो बुटामा पनि फल्ने सुरु गरे जब यो फल्दै जान्छ रमाइलो हुँदै जान्छ यसको बगैँचामा जाँदाखेरि रमाइलो हुन्छ यो चाहिँ गाउँ भयो गाइज यो मेरो गाउँ यहाँ सुन्तला खेती गरेको छ गाइज यस्तो अगाडि मान्छेहरू हिँडिरहेको छ गाइज यहाँ फुल पनि फुलेको छ सुन्तलाको बगैँचामा यो चाहिँ ठुलो भइसकेको छ गाइज यो चाहिँ 50 देखि 60 वर्ष भइसक्यो होला गाइज हाम्रो बाबाहरूले थाहा पाउने भन्दा अगाडि नै यस्तै थियो अरे यो सुन्तला अहिलेसम्म यस्तै फल दिइरहेछ गाइज देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ सानो बुटा यहाँ झाडी छ यहाँ देख्न सक्नुहुनेछ यो रोपेको यो सानो बुटा 2-3 वर्ष भयो यो रोपेको चाहिँ 5 वर्ष भयो गाइज यो रोपेको 5 वर्ष भयो अब यो पाक्ने बेलामा रमाइलो हुन्छ गाइज यो पाक्ने बेलामा नि म अर्को भिडियो लिएर आउने छु हजुरहरू सो फाइनली गाइज हजुरहरूलाई आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नु होला मेरो युट्युब च्यानललाई नि सब्स्क्राइब गरिदिनु होला यति भन्दै फेरि आगामी दिनमा पनि यस्तै भिडियो लिएर आउने बाचा गर्दै अहिले भिडियो चाहन्छु।